यो नयाँ जीवनलाई नयाँ प्रकारले राखिरहेको पुरानो हुन नदियो हामी। ठिक छ, पुरानो नदियो हामी नयाँ जीवन पाएका छौँ, नयाँ प्रकारले हामी जिउ। हाम्रो जीवन अनन्त जीवन पाउँछ। हाम्रो भावी सन्तानले पनि परमेश्वरलाई चिन्ने मौका पाउँछ। यही हाम्रा छोरा नाति नातिनाहरू हामी बाजे बाजेहरू सबैजना स्वर्ग राज्यमा यीशुको साथमा कति रमाइलो होला आफै बुझ्नु त। यो कुरालाई हामी ध्यान दियौँ के मण्डली, यीशुको राज्यमा यीशुको गोदमा हामी सबै सन्तानहरू हामीले देख्न पायौँ भने स्वर्गमा कति रमाइलो, कति खुसी लाग्ला हामीलाई। वाह, मेरो छोरा परे, मेरो छोरी परे, मेरो नाति नातिना सबै चाहिँ ओहो ओ मेरो नातिना, ओ मेरो साथी, ओहो सबै आज अनन्त राज्य स्वर्ग राज्यमा हामी बस्न पाएका छौँ। कति खुसी, कति गदगद हामीलाई लाग्ला। त्यो विश्वास परमेश्वरले चाहिँ आज खोज्नु भएको छ। प्रिय, हामी बाँचेर मात्र खुसी हुँदैन। म भन्छौँ सबै मानिसहरूले चिन्नुपर्छ, सबै मानिसहरू मण्डलीमा आउनुपर्छ, सबै मानिस कुरा सत्यलाई चिन्नुपर्छ। हाम्रो प्रार्थना त्यही छ। हालेलुया हो। तपाईँको यो ठाउँ अझै खाली छैन, पुरा खाली छ। हेर्नुहोस्, ठाउँ नभए यहाँ ठाउँ भएन भने बयरहरू यहाँ बस्न पाउँछ मजाले। बयरहरू यदि ठाउँ भएन भने बयरहरू यहीँ बस्न सक्छन्। आराधनापछि मजाले यहाँ बस्न सक्छन्। यति बजेट पार्न यति ठाउँमा पुग्छ पास्टरलाई, बस यति भयो। सब यो खाली, सब ठाउँ खाली छ। परमेश्वरले चाहिँ हेरिहाल्नु छ तपाईँलाई भन्दा यो ठाउँ खाली छ। अब तपाईँ यो ठाउँमा कसरी हुन्छ? प्रार्थनाद्वारा मानिसलाई ल्याउनु। साँचो ईश्वर परमेश्वर जसले अनन्त जीवन दिन्छ, स्वर्ग राज्यमा ल्याउँछ हामीलाई। त्यो परमेश्वरलाई विश्वास गर्नुहोस्, प्रेम साथ जितेर ल्याउनुहोस्। यो सबै भइनुपर्छ। हालेलुया। यति मात्र गरी यो दिवार टुट्नुपर्छ। यो दिवार टुटेर उता फैल्नुपर्छ। उता दिवार हामी सानो छँदा 2-4जना यो नठानुहोस्, हजारौँ मानिस चढ्नुपर्छ, हजारौँ मानिस चर्च मण्डली आउनुपर्छ। हालेलुया। यो विश्वास गर्नुहोस्। प्रभुले काम, विश्वास अनुसार परमेश्वरले काम गर्नु। त्यसको लागि हामी सबैजनाले प्रार्थना साथ, आफ्नो गवाही साथ हामीले आफ्नो राख्नु पर्छ। मान्छेको भिड आउँछ, त्यो विश्वास गर्यो भने प्रभुले काम गर्छ। आमेन। हालेलुया। हुन्छ, प्रभुलाई महिमा होस्।